आज चाहिँ म प्रसवका चरण अथवा चाहिँ लेबर को बेलामा चाहिँ कतिवटा चरण हुन्छ र त्यसको बारेमा चाहिँ भन्न गइरहेको छु। एउटा चाहिँ सुरुमा फर्स्ट स्टेज अफ लेबर हुन्छ। फर्स्ट स्टेज अफ लेबर भनेको चाहिँ आमाले बेथा लाग्न सुरु भएदेखि पुरै पाठेघरको पुरै मुख खुलुन्जेलसम्मको अवस्थालाई भनिन्छ। त्यसपछि दोस्रो चरण भनेको पाठेघरको मुख खुलिसकेपछिदेखि बच्चा जन्मिने बेलासम्मलाई दोस्रो चरण भनिन्छ। त्यस्तै गरी तेस्रो चरणको प्रसव भनेको चाहिँ पाठेघरबाट बच्चा बाहिर निस्किसकेपछि साल नाल निस्किने बेलासम्मलाई भनिन्छ भने त्यसपछि चौथो चरण भनेको चाहिँ साल नाल निस्किसकेपछि 2 घन्टाको अवस्थालाई चाहिँ चौथो चरण भनिन्छ। त्यसमा पनि अब सुरुमा पहिलो चरण होइन, पहिलो चरण भनेको चाहिँ फर्स्ट स्टेज अफ लेबर भन्छौँ। त्यो भनेको चाहिँ अब बेथा सुरु भएदेखि पाठेघरको मुख पुरै खुलिन्जेलसम्मको समयलाई भनिन्छ। अब त्यसमा चाहिँ सुरुमा के हुन्छ भन्दाखेरि जब आमाको पाठेघर चाहिँ माथिबाट खुम्चिन थाल्छ त्यसपछि चाहिँ बच्चा चाहिँ बिस्तारै बिस्तारै पाठेघरको मुखबाट चाहिँ बाहिर निस्किन थाल्छ होइन। जस्तो सुरुमा चाहिँ अब यो पुरै बन्द हुन्छ र बिस्तारै बिस्तारै जति पाठेघर माथिबाट बल हुँदै गयो, जति पाठेघर खुम्चिँदै गयो त्यसपछि चाहिँ बिस्तारै बिस्तारै बच्चाको टाउको चाहिँ तल तल तलतिर सर्दै जान्छ होइन। र त्यसपछि चाहिँ अब बिस्तारै बिस्तारै बच्चाको टाउको तल आएसँगै चाहिँ पाठेघरको मुख चाहिँ बिस्तारै माथि 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 जान्छ र यसरी सबै घर खुलिसक्ने भनेको चाहिँ अब यो बच्चाको टाउको चाहिँ तलतिर आउँदै जान्छ। त्यसै गरी पाठेघरको मुख चाहिँ बिस्तारै के हुन्छ त माथितिर जाँदै सर्दै सर्दै यसरी सर्दै सर्दै जान्छ र सबै घर खुलिसकेपछि चाहिँ हामीले जाँच गर्दाखेरि चाहिँ यो पाठेघरको मुखको कुनै पनि भाग भेटिँदैन र सबै घर खुलिसकेपछि चाहिँ यो बच्चाको टाउको मात्र फिल हुन्छ र यसरी चाहिँ अब यो सबै घर खुलिसकेपछि चाहिँ बच्चा जन्मनको लागि चाहिँ के हुन्छ त रेडी चाहिँ हुन्छ।